माडी सेवा समाज तुलसीपुर म सचिवको तर्फबाट यद्यपि यहाँ अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरू आउनुभएको छ र सर्वप्रथम त भक्तबहादुर घरती जो बचाउ अभियान हामीले सञ्चालन गऱ्यौँ उहाँप्रति हाम्रो माडी समाज र थुप्रै सहयोग गर्ने दाताहरूको तर्फबाट फेरि पनि सुस्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ र हाम्रो भक्तबहादुर बचाउ अभियान विशेष त मान्छे जन्मिन्छ र जन्मिसकेपछि धेरै उतार चढावहरू हुन्छ यो हामीलाई थाहा भएकै कुरा हो कतिपयलाई अलिकता उपचारै गर्न नसकिने रोग लाग्छ कतिपयलाई बिचमै उपचार गरेर सन्चो हुने रोगहरू पनि लाग्ने गर्दछ त्यस अन्तर्गत हाम्रो भक्तबहादुर घरती दाइलाई उहाँलाई उपचार गरेर पनि बचाउन सकिने खालको रोग लाग्यो त्यसो भएको हुनाले उहाँलाई बचाउनको निम्ति हामीले थुप्रै साथीहरूलाई देश विदेश नेपालमै रहने साथीहरू विदेशमा रहने साथीहरू सबैलाई इष्टमित्रहरूलाई हामीले उहाँलाई बचाउनको लागि एउटा अभियान सञ्चालन गऱ्यौँ त्यो अभियानमा थुप्रै साथीहरू जोड दिनुभएको छ थुप्रै इष्टमित्रहरू जोड दिनुभएको छ उहाँहरूले भक्तबहादुरलाई बचाउनको निम्ति उहाँहरूले विशेष सहयोग गर्नुभएको छ र विशेष धन्यवाद हाम्रो समितिको तर्फबाट र बिरामीको तर्फबाट भक्तबहादुर घरतीको तर्फबाट हामीहरूले उहाँहरूलाई सहयोगी दाताहरू लगायत थुप्रै सङ्घ संस्था थुप्रै इष्टमित्रहरू थुप्रै हाम्रो यो राज्यमा रहने हाम्रो जनप्रतिनिधिहरू हाम्रो सरकार सबै सङ्घ संस्थालाई हामीले धन्यवाद दिएर पनि दिनै नसकिने खालको सहयोग हामीले प्राप्त गरेका छौँ त्यसको अनुभूति पनि हाम्रो भक्तबहादुर घरतीले गरिसक्नु भएको छ त्यस कारणले पनि हामीले हाम्रो अध्यक्षज्यूलाई बोलाएर राज्यको तर्फबाट स्थानीय सरकारको तर्फबाट उहाँहरूले पनि गर्न सक्ने सहयोग हामी यहाँसम्म गर्न सक्छौँ भन्ने खालको अनुभूति बिरामीलाई देखेर हाम्रो माडी समाजलाई देखेर हुन जाओस् भन्ने उद्देश्यको साथ पनि हामीले छोटो कार्यक्रम अनौपचारिक कार्यक्रम मार्फत हामी सबैलाई स्पष्ट पार्न चाहने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेका छौँ र भक्तबहादुर घरतीको ज्यान बचाउनको निम्ति थुप्रै साथीहरूले सहयोग गर्नुभएको छ हामी सबैले सहयोग गरेका छौँ र उहाँको सहयोगार्थ अहिले हाम्रो माडी सेवा समाजको तर्फबाट 9,51,249 रुपियाँ जम्मा भएको छ हाम्रो भक्तबहादुर बचाउ अभियान अन्तर्गत 9,51,249 जम्मा भएको